यो दृश्य राजावादी समूहद्वारा आयोजित चैत्र 15 गतेको पूर्व राजा फर्काउने र हिन्दू राष्ट्र घोषणा गर्ने आन्दोलनका दृश्यहरू हुन्। उनकै कमान्डमा यो विरोध कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरू हातमा नेपाली झण्डा लिएर सहभागी भएका थिए। शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका सुरक्षाकर्मी पनि तैनाथ, तर एकैछिनमा अवस्था परिवर्तन भयो। तिनकुने क्षेत्र युद्ध मैदानमा परिणत भयो। जब फिल्मी शैलीमा आफैले गाडी चलाउँदै देखा परे विरोध सभाका कमान्डर दुर्गा प्रसाद। उनको गाडी चलाइ विशुद्ध साउथ इन्डियन एक्सन सिनेमा जस्तै पछाडि केही पत्रकार राखेर लाइभ गर्दै सडकमा उभिएका प्रहरीलाई किचौला झै गरी सुरक्षा घेरा तोड्दै अपशब्द प्रयोग गर्दै आन्दोलनकारीलाई उत्तेजित बनाइरहेका थिए। प्रहरीले उनको गाडीलाई रोक्ने प्रयास गरिरहेकै बखत सुरु भयो आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्न थाले। मञ्चबाट लाउड स्पिकरमा ठुल्ठुला आवाजमा सुनिँदै आन्दोलनकारीलाई शान्त पार्नुको सट्टा उत्तेजित बनाउँदै नयाँ बानेश्वरतर्फ अघि बढ्न निर्देशन दिइरहेका थिए। त्यसैबीच आन्दोलनकारीले तिनकुनेको उत्तरपट्टि रहेको मार्बल हाउसमा आगजनी गरे। सोही घरमा दृश्य कैद गरिरहेका एभेन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको समयमै उद्धार हुन नसक्दा जलेर मृत्यु भयो। मेरो पछाडिको यो दृश्य तपाईले देखिराख्नु भएको छ, यो त्यही घर हो जुन घरमा पत्रकार सुरेश रजकलाई जिउँदै जलाइयो। गोली लागि अर्को एकजनाले ज्यान गुमाए। आन्दोलनकारीहरूको अगाडि सुरक्षाकर्मीहरू पनि निरीह देखिएका थिए। आन्दोलनकारीको घेराबन्दीमा प्रहरीमाथि निर्मम प्रहार गरिरहेको दृश्यहरू हामीले देख्यौं। बिस्तारै आन्दोलनकारीहरू तिनकुनेमा रहेको कान्तिपुर मिडिया र अन्नपूर्ण पोस्टको अफिसमा आक्रमण गर्न भ्याए। प्रहरीले यसैबीच सयौं राउन्ड टियर ग्यास प्रहार गरिसकेका थिए। आन्दोलनकारी तितरबितर भइरहेका थिए। आन्दोलनकारीले प्रहरीबाट टियर गन पनि खोज्न भ्याए। उत्तेजित भीड बिस्तारै तिनकुनेबाट कोटेश्वरको पेरिस डाँडा पुगेर माओवादी कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरे। यता आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी गर्न भ्याए। नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा पसेर आगजनी गरेर गम्भीर क्षति पुर्याएका। बालकुमारी पुलदेखि नरे फाँट करिडोरमा आधा दर्जन निजी तथा सरकारी सवारी साधनमा तोडफोड र आगजनी गरे। रासपाका सांसद सन्तोष परियार सवार गाडीमा पनि आगजनी गरे। कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुट्ने काम भयो। उक्त हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन्। यो घटनाको दोषी को हुन्? यसको पक्ष र विपक्षमा अनेक तर्कहरू सुनिन्छन्। उक्त हिंसात्मक घटनाको दोषी आन्दोलनले आयोजना गर्ने समूहले लिने कि शान्ति सुरक्षा प्रदान गर्न असफल सरकारले लिने? दुवै पक्ष पन्छिन खोजिरहेका छन्। तर सत्य बोल्नै पर्छ। उक्त दिनको दृश्य हेर्दा आन्दोलनकारीहरू आयोजकको नियन्त्रणभन्दा बाहिर देखिएका थिए। प्रहरी प्रशासनले पनि हुन सक्ने सम्भावित दुर्घटनाको आकलन गर्न नसक्दा दुःखद दुर्घटना हुन पुगेको। अहिले आन्दोलनका कमान्डर घोषणा गरिएका दुर्गा प्रसाद फरार छन्। प्रहरीले उनलाई खोजी गरिरहेका छन्। यस हिंसात्मक घटनाबाट कसलाई के फाइदा भयो समय क्रमले पुष्टि गर्दै जाला। तर राज संस्था पुनर्स्थापनाका लागि सडकमा देखिएका पात्रहरूको नालायकीपनले गर्दा पूर्व राजा ज्ञानेन्द्र बदनामीको शिकार हुनु पर्यो। सपाट भाषा प्रयोग गर्दा उक्त घटनाका दोषी सरकार, प्रहरी प्रशासन, आयोजक संस्था र आन्दोलनको कमान्डरले लिनै पर्छ। सत्य तथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही हुनै पर्छ। यता सत्तामा रहेका दलले आम जनता किन पुनः राज संस्थाको पक्षमा आन्दोलन गरिरहेका छन्? गम्भीरतापूर्वक आफ्नो कमी कमजोरी केलाएर शान्तिपूर्ण तवरले उपाय खोज्न ढिला गर्नु हुँदैन। समय छँदै चेते आम जनताको अवस्थामा परिवर्तन ल्याउन नसके जनताको आन्दोलनको अगाडि कसको पो चल्छ र? हेक्का चाहिँ के राख्नुपर्छ भने जनताको अगाडि कुनै पनि तानाशाही टिकेको छैन र टिक्नेवाला पनि छैन। जनताले जनता राज खोजेका छन्। एक तानाशाहीलाई हटाएर अर्को तानाशाही व्यवस्था खोजेको हुँदै होइन। जय होस्। यो दृश्य राजावादी समूहद्वारा आयोजित चैत्र 15 गतेको पूर्व राजा फर्काउने र हिन्दू राष्ट्र घोषणा गर्ने आन्दोलनका दृश्यहरू हुन्। उनकै कमान्डमा यो विरोध कार्यक्रमको
आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरू हातमा नेपाली झण्डा लिएर सहभागी भएका थिए। शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका सुरक्षाकर्मी पनि तैनाथ, तर एकैछिनमा अवस्था परिवर्तन भयो। तिनकुने क्षेत्र युद्ध मैदानमा परिणत भयो जब फिल्मी शैलीमा आफैले गाडी चलाउँदै देखा परे विरोध सभाका कमान्डर दुर्गा प्रसाद। उनको गाडी चलाइ विशुद्ध साउथ इन्डियन एक्सन सिनेमा जस्तै पछाडि केही पत्रकार राखेर लाइभ गर्दै सडकमा उभिएका प्रहरीलाई किचौला झै गरी सुरक्षा घेरा तोड्दै अपशब्द प्रयोग गर्दै आन्दोलनकारीलाई उत्तेजित बनाइरहेका थिए। प्रहरीले उनको गाडीलाई रोक्ने प्रयास गरिरहेकै बखत सुरु भयो आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्न थाले। मञ्चबाट लाउड स्पिकरमा ठुल्ठुला आवाजमा सुनिँदै आन्दोलनकारीलाई शान्त पार्नुको सट्टा उत्तेजित बनाउँदै नयाँ बानेश्वरतर्फ अघि बढ्न निर्देशन दिइरहेका थिए। त्यसैबीच आन्दोलनकारीले तिनकुनेको उत्तरपट्टि रहेको मार्बल हाउसमा आगजनी गरे। सोही घरमा दृश्य कैद गरिरहेका एभेन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको समयमै उद्धार हुन नसक्दा जलेर मृत्यु भयो। मेरो पछाडिको यो दृश्य तपाईले देखिराख्नु भएको छ, यो त्यही घर हो जुन घरमा पत्रकार सुरेश रजकलाई जिउँदै जलाइयो। गोली लागि अर्को एकजनाले ज्यान गुमाए। आन्दोलनकारीहरूको अगाडि सुरक्षाकर्मीहरू पनि निरीह देखिएका थिए। आन्दोलनकारीको घेराबन्दीमा प्रहरीमाथि निर्मम प्रहार गरिरहेको दृश्यहरू हामीले देख्यौं। बिस्तारै आन्दोलनकारीहरू तिनकुनेमा रहेको कान्तिपुर मिडिया र अन्नपूर्ण पोस्टको अफिसमा आक्रमण गर्न भ्याए। प्रहरीले यसैबीच सयौं राउन्ड टियर ग्यास प्रहार गरिसकेका थिए। आन्दोलनकारी तितरबितर भइरहेका थिए। आन्दोलनकारीले प्रहरीबाट टियर गन पनि खोज्न भ्याए। उत्तेजित भीड बिस्तारै तिनकुनेबाट कोटेश्वरको पेरिस डाँडा पुगेर माओवादी कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरे। यता आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी गर्न भ्याए। नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा पसेर आगजनी गरेर गम्भीर क्षति पुर्याएका। बालकुमारी पुलदेखि नरे फाँट करिडोरमा आधा दर्जन निजी तथा सरकारी सवारी साधनमा तोडफोड र आगजनी गरे। रासपाका सांसद सन्तोष परियार सवार गाडीमा पनि आगजनी गरे। कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुट्ने काम भयो। उक्त हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन्। यो घटनाको दोषी को हुन्? यसको पक्ष र विपक्षमा अनेक तर्कहरू सुनिन्छन्। उक्त हिंसात्मक घटनाको दोषी आन्दोलनले आयोजना गर्ने समूहले लिने कि शान्ति सुरक्षा प्रदान गर्न असफल सरकारले लिने? दुवै पक्ष पन्छिन खोजिरहेका छन्। तर सत्य बोल्नै पर्छ। उक्त दिनको दृश्य हेर्दा आन्दोलनकारीहरू आयोजकको नियन्त्रणभन्दा बाहिर देखिएका थिए। प्रहरी प्रशासनले पनि हुन सक्ने सम्भावित दुर्घटनाको आकलन गर्न नसक्दा दुःखद दुर्घटना हुन पुगेको। अहिले आन्दोलनका कमान्डर घोषणा गरिएका दुर्गा प्रसाद फरार छन्। प्रहरीले उनलाई खोजी गरिरहेका छन्। यस हिंसात्मक घटनाबाट कसलाई के फाइदा भयो समय क्रमले पुष्टि गर्दै जाला। तर राज संस्था पुनर्स्थापनाका लागि सडकमा देखिएका पात्रहरूको नालायकीपनले गर्दा पूर्व राजा ज्ञानेन्द्र बदनामीको शिकार हुनु पर्यो। सपाट भाषा प्रयोग गर्दा उक्त घटनाका दोषी सरकार, प्रहरी प्रशासन, आयोजक संस्था र आन्दोलनको कमान्डरले लिनै पर्छ। सत्य तथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही हुनै पर्छ। यता सत्तामा रहेका दलले आम जनता किन पुनः राज संस्थाको पक्षमा आन्दोलन गरिरहेका छन्? गम्भीरतापूर्वक आफ्नो कमी कमजोरी केलाएर शान्तिपूर्ण तवरले उपाय खोज्न ढिला गर्नु हुँदैन। समय छँदै चेते आम जनताको अवस्थामा परिवर्तन ल्याउन नसके जनताको आन्दोलनको अगाडि कसको पो चल्छ र? हेक्का चाहिँ के राख्नुपर्छ भने जनताको अगाडि कुनै पनि तानाशाही टिकेको छैन र टिक्नेवाला पनि छैन। जनताले जनता राज खोजेका छन्। एक तानाशाहीलाई हटाएर अर्को तानाशाही व्यवस्था खोजेको हुँदै होइन। जय होस्।